Hello everyone, welcome to my YouTube channel. I am Dipesh. In today's video, we will learn about regulation of blood pressure in simple way. If you enjoy this video, don't forget to like and subscribe. So without any delay, let's start. Regulation of blood pressure. Blood pressure is regulated in three ways. First one is short-term regulation of blood pressure, also known as nervous mechanism. Second one is long-term regulation of blood pressure, also known as renal mechanism. And third one is hormonal regulation of blood pressure. In short-term regulation of blood pressure, we will discuss in detail about role of vasomotor centers and role of baroreceptor reflex. But many other mechanisms are there like brain bridge reflex, chemoreceptor, etc. So we will start from role of vasomotor center. Vasomotor center is bilaterally situated in reticular formation of medulla oblongata. Vasomotor center are located in medulla oblongata and lower part of pons. Vasomotor center consists of three area. Vasomotor center सँग कतिवटा एरिया हुन्छ? तीनवटा. First one is vasoconstrictor area, second one is vasodilator area, and last one is sensory area. So we will discuss about the what are the function of this area. First one, vasoconstrictor area. Vasoconstrictor area is also called as pressure area. Vasoconstrictor area लाई के अरु पनि भन्न सकिन्छ भने प्रेसर एरिया. यदि यो एरियाको स्टिमुलेसन भयो भने के हुन्छ? भ्याजोकन्स्ट्रिक्सन हुन्छ र भ्याजोकन्स्ट्रिक्सन हुन्छ भने ब्लड प्रेसर हुन्छ. एउटा कुरा यहाँ याद गर्नुपर्ने कुरा के भयो भने भ्याजोकन्स्ट्रिक्सन हुन्छ भने के हुन्छ? ब्लड प्रेसर के हुन्छ? राइज हुन्छ. यदि भ्याजोडाइलेसन भयो भने के हुन्छ? ब्लड प्रेसर डिक्रिज हुन्छ. सो भ्याजोकन्स्ट्रिक्टर एरिया के गर्छ? भ्याजोकन्स्ट्रिक्सन गराउँछ. यदि भ्याजोकन्स्ट्रिक्सन भयो भने के हुन्छ? आर्टेरियल ब्लड प्रेसर राइज हुन्छ. यहाँ हामी फ्लो चार्टमा पनि हेर्न सक्छौं. भ्याजोकन्स्ट्रिक्टर एरिया के गर्छ? इम्पल्स सेन्ड गर्छ टु द ब्लड भेसल थ्रु भ्याजोकन्स्ट्रिक्टर फाइबर. अनि त्यो इम्पल्सले के गर्छ? स्टिमुलेसन अफ दिस एरिया. यो एरियालाई के गरिदिन्छ? स्टिमुलेट गरिदिन्छ. त्यो एरिया जब स्टिमुलेट हुन्छ भने के हुन्छ? भ्याजोकन्स्ट्रिक्सन हुन्छ. र यहाँ हामी पढेकै छौं कि भ्याजोकन्स्ट्रिक्सन हुन्छ भने के हुन्छ? ब्लड प्रेसर के हुन्छ? राइज हुन्छ. ल अब भ्याजोडाइलेटर एरिया. भ्याजोडाइलेटर एरिया इज अल्सो कल्ड एज डिप्रेसर एरिया. भ्याजोडाइलेटर एरियालाई अरु के भन्न सकिन्छ? डिप्रेसर एरिया. दिस एरिया सप्रेस द भ्याजोकन्स्ट्रिक्टर एरिया. यो एरिया के गर्छ? भ्याजोकन्स्ट्रिक्टर एरियालाई के गरिदिन्छ? सप्रेस गरिदिन्छ एन्ड कजेस भ्याजोडाइलेसन. यदि भ्याजोडाइलेसन भयो भने के हुन्छ? आर्टेरियल ब्लड प्रेसर के हुन्छ? फल हुन्छ. सेन्सरी एरिया. सेन्सरी एरियाको काम के हो कि दिस एरिया कन्ट्रोल भ्याजोकन्स्ट्रिक्टर एरिया एन्ड भ्याजोडाइलेटर एरिया. सेन्सरी एरियाले भ्याजोकन्स्ट्रिक्टर एरियालाई पनि कन्ट्रोल गर्छ र भ्याजोडाइलेटर एरियालाई पनि कन्ट्रोल गर्छ. ल अब we will talk about role of baroreceptor reflex. baroreceptor reflex ले कसरी ब्लड प्रेसरलाई मेन्टेन गर्छ त? यदि ब्लड प्रेसर इन्क्रिज भयो भने बारोरेसेप्टर माने स्टिमुलेट के हुन्छ? बारोरेसेप्टरहरु के भइहाल्छ? स्टिमुलेट हुन्छ. ब्लड प्रेसर इन्क्रिज भयो भने बारोरेसेप्टरहरु के हुन्छ? बारोरेसेप्टरहरुको स्टिमुलेसन हुन्छ. बारोरेसेप्टरहरुको स्टिमुलेसन हुन्छ भने बारोरेसेप्टरले के गर्छ? इम्पल्स पठाउँछ. कुन नर्भको थ्रु? क्रेनियल नर्भ 9 एन्ड 10. क्रेनियल नर्भ 9 लाई अरु पनि के भन्न सकिन्छ? ग्लोसोफ्रेन्जियल नर्भ. GLOSO ग्लोसोफ्रेन्जियल नर्भ एन्ड क्रेनियल नर्भ 10 लाई के भनिन्छ? भ्यागस. यो दुईटा नर्भहरुको थ्रु इम्पल्स पठाउँछ. कहाँ पठाउँछ त? न्युक्लियस अफ ट्र्याक्टसमा. न्युक्लियस अफ ट्र्याक्टस दुई ठाउँमा काम गर्छ. एउटा त भ्याजोकन्स्ट्रिक्टर एरियामा काम गर्छ र एउटा भ्याजोडाइलेटर एरियामा काम गर्छ. यो न्युक्लियस अफ ट्र्याक्टसले जब इम्पल्स पाउँछ कुनबाट? ग्लोसोफ्रेन्जियल नर्भ एन्ड भ्यागस नर्भबाट त के गरिदिन्छ?
इन्हिबिट गर्छ, भ्याजोकन्स्ट्रिक्टर एरियालाई इन्हिबिट गरिदिन्छ। जब भ्याजोकन्स्ट्रिक्टर एरियालाई इन्हिबिट गर्छ भने के हुन्छ, डिक्रिज इन भ्याजोमोटर टर्न, भ्याजोमोटर टर्न के भइहाल्छ, डिक्रिज हुन्छ। भ्याजोमोटर टर्न डिक्रिज हुन्छ भने के हुन्छ, डाइलेसन अफ ब्लड भेसल, ब्लड भेसल्सको डाइलेसन हुन्छ अनि ब्लड प्रेसर के भइहाल्छ, नर्मल भइहाल्छ। अर्को पनि न्युक्लियस अफ ट्र्याक्टस सोलिटेरियसको काम के हो, स्टिमुलेसन अफ भ्याजोडाइलेटर एरिया, र यो भ्याजोडाइलेटर एरियालाई के गरिदिन्छ, स्टिमुलेट गरिन्छ। भ्याजोडाइलेटर एरिया स्टिमुलेट भयो भने इन्क्रिज इन भ्यागल टोन, भ्यागल टोन के भइहाल्छ, इन्क्रिज भइहाल्छ। भ्यागल टोन इन्क्रिज भयो भने ब्राडिकार्डिया, ब्राडी मिन्स बिस्तारै, ब्राडिकार्डिया एन्ड रिडक्सन इन कार्डियक आउटपुट, र कार्डियक आउटपुट घट्छ। कार्डियक आउटपुट घट्यो भने के हुन्छ, ब्लड प्रेसर के हुन्छ, घट्छ कि घट्दैन। त यहाँ त पहिला त ब्लड प्रेसर बढेको थियो अनि रेगुलेसनको प्रोसेसमा के भयो, ब्लड प्रेसर घट्यो, त्यही भएर नर्मल ब्लड प्रेसर आयो। ल अब हामी कुरा गर्नेछौँ लङ टर्म रेगुलेसन अफ ब्लड प्रेसर। यो त हाम्रो थियो कि सर्ट टर्म रेगुलेसन अफ ब्लड प्रेसर, तर हाम्रो बडीले लामो समयसम्म कसरी मतलब ब्लड प्रेसरलाई रेगुलेट गर्छ त। ल यसमा हामी पढ्छौँ रेनिन एन्जियोटेन्सिन सिस्टम, अल्सो नोन एज RAS सिस्टम, लङ टर्म ब्लड प्रेसर रेगुलेसन बाई एडजस्टिङ द ब्लड भोल्युम। हाम्रो बडीले लङ टर्मसम्म ब्लड प्रेसरलाई कसरी एडजस्ट गर्छ, बाई एडजस्टिङ द ब्लड भोल्युम, ब्लड भोल्युमलाई एडजस्ट गरेर। यो भनेको मोस्ट इम्पोर्टेन्ट हो के, यो र बायोरिसेप्टर रिफ्लेक्स, यो दुइटै यो टपिकबाट मोस्ट इम्पोर्टेन्ट। ल के यहाँ लङ टर्म रेगुलेसन अफ ब्लड प्रेसरमा कसरी काम गरिन्छ भने, यदि ब्लड प्रेसर डिक्रिज भयो भने जक्स्टाग्लोमेरुलर एपरेटस, यहाँ यो कहाँ हुन्छ, किडनीमा हुन्छ, त्यो के भइहाल्छ, स्टिमुलेट भइहाल्छ। जब जक्स्टाग्लोमेरुलर एपरेटस जब स्टिमुलेट हुन्छ नि, स्टिमुलेसन हुन्छ भने त्यहाँबाट रेनिन प्रड्युस हुन्छ। रेनिन भनेको एउटा इन्जाइम हो जसले एन्जियोटेन्सिनोजेनलाई केमा कन्भर्ट गरिदिन्छ त, एन्जियोटेन्सिन 1 मा, र यो एन्जियोटेन्सिन 1 लाई एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइमले केमा कन्भर्ट गरिदिन्छ त, एन्जियोटेन्सिन 2 मा। र यो एन्जियोटेन्सिन 2 मा यो एन्जियोटेन्सिन 2 लाई एन्जियोटेन्सिन 3 मा, एन्जियोटेन्सिन 4 मा कन्भर्ट गरिन्छ एन्जियोटेन्सिनेजले। ल मेनली भनेको एन्जियोटेन्सिन 2 नै हुन्छ अनि त्यसपछि एन्जियोटेन्सिन 2 हुन्छ। ल यो एन्जियोटेन्सिन दुईटा ठाउँमा काम गर्छ, एउटा त ब्लड भेसलमा काम गर्छ अनि त्यहाँ के गराइदिन्छ, भ्याजोकन्स्ट्रिक्सन गराइदिन्छ। यदि भ्याजोकन्स्ट्रिक्सन गरायो भने के हुन्छ त, ब्लड प्रेसर त राइज हुन्छ। यहाँ डिक्रिज थियो, ब्लड प्रेसर यहाँ घटेको थियो, त यहाँ त ब्लड प्रेसर राइज हुन्छ भने कहाँ, यहाँ नर्मल भइहाल्छ। ल अरू भनेको यो एन्जियोटेन्सिन 2, एन्जियोटेन्सिन 3 र एन्जियोटेन्सिन 4 कहाँ काम गर्छ, एड्रिनल कर्टेक्समा। एड्रिनल कर्टेक्सबाट कुन एल्डोस्टेरोन प्रड्युस हुन्छ र यो एल्डोस्टेरोनले कहाँ गएर काम गर्छ त, यहाँ हेरौँ एकछिन। हामी त पढेकै छौँ के नेफ्रोनको बारेमा। यो भनेको हाम्रो के भयो, PCT, प्रोक्सिमल कन्भोल्युटेड ट्युब्युल। यो भनेको हाम्रो लुप अफ हेनले, यदि तलतिर गयो भने डिसेन्डिङ लुप अफ हेनले, माथितिर गयो भने एसेन्डिङ लुप अफ हेनले। अब यहाँबाट के प्रड्युस हुन्छ, यहाँबाट DCT भनेको डिजिटल कन्भोल्युटेड ट्युब्युल, र यहाँ के हुन्छ, यहाँ भनेको कलेक्टिङ डक्ट, यहाँ के हुन्छ, कलेक्टिङ डक्ट, सरी यहाँ भनेको कलेक्टिङ डक्ट। त यो एल्डोस्टेरोनले कहाँ गएर काम गर्छ, यो PCT मा, यो DCT मा र कलेक्टिङ डक्टमा, यो यहाँ गएर काम गर्छ एल्डोस्टेरोनले, यो एल्डोस्टेरोनले। अनि यहाँ गएर यो के काम गर्छ भने, यो के गरिदिन्छ कि रिअब्जर्प्सन अफ वाटर एन्ड सोडियम, सोडियम र वाटरलाई के गरिदिन्छ, रिअब्जर्ब गरिदिन्छ। यदि सोडियम र वाटर रिअब्जर्ब भयो भने के हुन्छ, एक्स्ट्रा सेलुलर भोल्युम इन्क्रिज हुन्छ। एक्स्ट्रा सेलुलर भोल्युम इन्क्रिज भयो भने के हुन्छ, इन्क्रिज इन ब्लड भोल्युम, ब्लड भोल्युम के भइहाल्छ, इन्क्रिज भइहाल्छ। यदि ब्लड भोल्युम इन्क्रिज भयो भने के भइन्छ, नर्मल ब्लड प्रेसर आइहाल्छ। ल अब हामी पढ्छौँ हार्मोनल रेगुलेसन। धेरै हार्मोनहरू हुन्छ जुन कि ब्लड प्रेसर बढाउँछ र अरू हार्मोनहरू हुन्छ जुन कि ब्लड प्रेसर घटाउँछ। यहाँ हामी यो टेबलमा हेर्न सक्छौँ, हार्मोन्स विच increase arterial blood pressure are
एड्रिनालिन, नर एड्रिनालिन, थाइरोक्सिन, एल्डोस्टेरोन यो सबै हार्मोनहरू छ जो के गरिन्छ ब्लड प्रेसरलाई इन्क्रिज गराउँछ। र हार्मोन्स विच डिक्रिज आर्टेरियल ब्लड प्रेसर आर भ्याजोकोएक्टिभ भयो, ब्राडिकानिन भयो, प्रोस्टाग्ल्यान्डिन भयो, हिस्टामिन भयो, स्टाइलकोलिन भयो। यो सबैहरूले के गरिन्छ त ब्लड प्रेसरलाई घटाइदिन्छ। यहाँ नोटमा याद गर्नुपर्ने कुरा के हो भने एड्रिनालिन एन्ड थाइरोक्सिन यो दुईटा हार्मोन जुन छ नि त्यो के गरिन्छ सिस्टोलिक ब्लड प्रेसरलाई बढाइदिन्छ, तर डायस्टोलिक प्रेसरलाई के गरिन्छ डायस्टोलिक ब्लड प्रेसरलाई घटाइदिन्छ। यो दुईटा याद हुनु पर्यो। एड्रिनालिन र थाइरोक्सिन यस्तो हार्मोन हो कि सिस्टोलिक ब्लड प्रेसरलाई त बढाउँछ तर डायस्टोलिक ब्लड प्रेसरलाई घटाइदिन्छ। ल